फेरि अर्को दिनको सुरुवात भएको छ। गुड मर्निङ। बिहान बिहानै काम उठ्यो, काममा गयो मजदुर। लाइट बन्द भएनछ, कहाँ गयो हेरौँ त। यो सूर्यको लाइट हो। बिहान बिहानै सोलर लाइट कसले बन्द गरेन। खुनको सम्बन्ध एकदमै मिल्ने खुनको सम्बन्ध। वफादार दोस्त एकदमै माया गर्ने वफादार दोस्त डगेस। खुनको सम्बन्ध सानी भए पनि मैले बोक्न सक्छु भन्ने केटी पट्याउने यन्त्र। केटीले चाहिँ पट्याउँछ भन्ने सोचेका थिएँ। अल्छी। कतिजनाले यो दिमाग यतै छोडेर गए, लगेर जाऊ। बन्जी जम्प, नेपालको हाइएस्ट बन्जी जम्प। माओवादीको सैनिक एकदमै हतियार तयारी अवस्थामा, युद्ध गरेपछि लड्नुपर्छ भन्ने तयारीमा। बिजनेस, फेरि बिजनेस। म पढे जस्तो गर्छु, भिडियो बनाए जस्तो गर्छु भन्ने एउटा युवक। अल्छी लाग्यो। नर्सरीबाट सिधै 10 क्लासमा अपग्रेड गएको बच्चा हरायो। फेरि अल्छी लाग्यो। फेरि एनर्जी ड्रिङ्क खाए। एनर्जी ड्रिङ्क खाँदा खाँदा पनि एनर्जी आएन। कति गाह्रो हो। मजदुर। अर्को मजदुर आउँदै हुनुहुन्छ। चिया लिएर आउनुभयो मजदुर। तर म मान्दिनँ, चियाको कपले हुँदैन। म भने तर खानुपर्छ, एनर्जी चाहिन्छ भनेपछि 1 कप चिया खाइयो। आलु, मलाई चिप्स बनाइदियो भनेर आलु हुँ भनेर मक्ख परेकी आलु। फेरि काम, कामै काम। मजदुर, कति मजदुरी गर्नु, जीवन कटाउनु पर्यो है। यसलाई आनन्द छ, न यसलाई 4 GPA को टेन्सन छ, न केही छ, न केही छ। खायो सुत्यो। जिन्दगी त यसको पो मस्त छ। हाम्रो यी मजदुरी चालु छ, यसले मस्त सुत्दिन्छ। आहा। मालिकहरू हेर त, मालिकहरू कला र गला भएको मान्छे तर चिन्न नसकेको हेर कति खुसी छ। फेरि आयो दुधको भण्डार। दुध लगेर जाऊ भनेर हैरान गरेर के गर्नु, नखाउँ भने नि घाँटी सुक्छ, खानै पर्यो। दुधको भण्डार हो यो, फ्याक्ट्री हो, दुधको फ्याक्ट्री, बिजनेस। भल्लाल देवको एरो यो, बाहुबलीबाट भल्लाल देवको आएको। आफ्नो काम आफै गरौँ, आफ्नो देश आफै निर्माण गरौँ भन्ने पन्याउँदै आयो फेरि कौवा, कालो कौवा। यस्तै CCTV क्यामेरा